प्रिय श्रोता, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जय मसीह साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। म आशा गर्दछु तपाईँ सबै आज पनि परमेश्वरको वचन अध्ययनको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ होला। श्रोता, म पनि तपाईहरुसँगै तयारीको साथ आइपुगिसकेको छु। धेरै धन्यवाद तपाईहरुका सुन्दर पत्र, सुन्दर सुझावको लागि, अनि तपाईहरुका फोन कलको लागि, एसएमएस को लागि, अनि तपाईहरुले पठाउनु भएका प्रार्थनाका विषयहरुको लागि म धेरै नै परमेश्वरलाई धन्यवाद दिन्छु कि तपाईहरुले हाम्रो कार्यक्रमलाई नियमित सुनिरहनु भएको रहेछ र आत्मिक आशिषहरु प्राप्त गरिरहनु भएको रहेछ। परमेश्वरको वचनको अनुग्रहमा र वचनमा बढिरहनु भएको रहेछ। यो सुन्दा धेरै खुशी लाग्छ र परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिन्छु। यही नै वास्तवमा यो हाम्रो बाइबल अध्ययनको कार्यक्रमको लक्ष्य र उद्देश्य हो, ताकि हामी परमेश्वरलाई जान्न सकौं, परमेश्वरमा बढ्न सकौं र हामी प्रभुको जनको रूपमा, एक मण्डलीको रूपमा दरिलो बन्न सकौं अनि परमेश्वरको राज्यलाई निरन्तर हामीले यस कामद्वारा विस्तार गर्न सकौं। श्रोता, आउने दिनहरुमा पनि यसरी नै तपाईहरुले आफ्नो समय दिनुहुनेछ र आत्मिक रूपमा आशिषित हुनुहुनेछ। अनि श्रोता, आफ्ना छिमेकीहरु अनि साथीहरु, परिवारहरुलाई पनि यो कार्यक्रम सुन्नमा उत्साहित गर्नुहोला र उहाँहरुलाई पनि पत्रचार गर्न अनि उहाँहरुका कुनै सुझाव, सल्लाह, कुनै प्रश्नहरु छन् भने हामीलाई लेख्न उत्साह दिनुहोला। हुन्छ श्रोता, अब हामी आजको कार्यक्रममा प्रवेश गर्नेछौं। आज हामी बाइबल अध्ययन आमोस 1 अध्यायबाट सुरु गर्न गइरहेका छौं। यो आमोस 1 अध्यायको मुख्य विषय हो वरिपरि वा आसपासका राष्ट्रहरुमाथि परमेश्वरको दण्ड। मित्र, आज हामी खाली आमोस 1 अध्याय 1 देखि 5 पदबाट बाइबल अध्ययन गर्नेछौं। आमोस निर्भीक, निडर भविष्यवक्ता थिए, जसले परमेश्वरबाट सन्देश दिएथे, अर्थात परमेश्वरको सन्देश दिएथे। केवल आमोस जब उत्तरी राज्य इस्रायलको बेतेलमा पुगे, त्यहाँ मात्र अज्ञात, अजान थिएनन्, अप्रसिद्ध थिएनन्, तर उनी आज पनि अझै अज्ञात, अजान र अप्रसिद्ध छन्। मित्र, आमोस र होसे समकालिक थिए। अर्को शब्दमा एउटै समयमा सेविकै गर्ने भविष्यवक्ताहरू थिए र मलाई निश्चय छ कि तिनीहरू एक आपसमा राम्ररी जान्दथे, चिन्दथे। होसेको सन्देशले परमेश्वरको प्रेमको जोड दिँदथ्यो, तर प्रेमको परमेश्वरले दण्ड दिन, इन्साफ गर्न पनि इरादा गर्नुहुन्छ। आमोसले महान, अति उच्च न्याय र परमेश्वरको अटल, स्थिर धार्मिकताको बारेमा बोले, जुनले उहाँलाई इन्साफ गर्न, दण्ड दिन दोहोर्याउँछ, उक्साउँछ, प्रेरित गर्दछ। यो कुरा देख्न छक्कै पार्ने कुरा हो कि आमोससँग विश्वदृष्टि, विश्वव्यापी धारणा थियो। उसले सबभन्दा पहिले, सर्वप्रथम ती राष्ट्रहरूको विरुद्ध बोल्यो जुन इस्रायल राष्ट्रको निकटवर्ती र वरपर आसपासका राष्ट्रहरू थिए। उसले त्यस दिनका महान विश्वशक्तिको विरुद्ध बोल्यो। त्यो स्वयंमा कुनै अद्वितीय कुरो होइन। पछिबाटका भविष्यवक्ताहरू यशाया, यर्मिया, इजिकेल र दानियलले पनि यही नै गरे। तर यी अन्य भविष्यवक्ताहरूका विधि वा तरिका सर्वप्रथम पहिले इस्रायल राष्ट्रमाथि ईश्वरको, परमेश्वरको दण्डको बोल्दथे, त्यसपछि अन्य राष्ट्रहरूमाथि परमेश्वरको दण्ड बोल्दथे। आमोसले त्यस विधि वा तरिकाको ठिक उल्टा तरिकामा पेश गर्दछन्। उसले पहिले इस्रायल राष्ट्रका वरिपरि वा आसपासमा रहेका राष्ट्रहरूमाथि परमेश्वरको दण्डको बारेमा बोले, अनि त्यसपछि मात्र इस्रायलमा परमेश्वरको दण्डको बारेमा
बताए। जब आमोसले पहिले बेतेलमा बोले, तब उसले यो भने, परमेश्वर सिरिया, आराम, पलिस्तिन, फोनिसिया, एदोम र अमोन र मोआब र त्यसपछि राजाको गिर्जाघरमा, मण्डली घरमा भएका सम्पूर्ण मानिसहरूलाई दण्ड दिन गइरहनु भएको थियो। आमोसले वास्तवमा अति नै ठूलो भिडहरूका आकर्षण गरिरहेका थिए, खिचिरहेका थिए। ती भिडहरू आमोसले मोआबीहरूका पापको बारेमा बोलेकोमा अति नै धेरै खुसी थिए। तर आमोसले तिनीहरूका आफ्नै पापहरूको बारेमा बोल्ने कुरामा, बताउने कुरामा खुसी थिएनन्। आज पनि त्यहाँ त्यस्ता मानिसहरू छन् जो प्रचारकले, पास्टरले मोआबीहरूका पापको बारे प्रचार गरेको मन पराउँछन्, जुन 4000 वर्ष अघि वा त्योभन्दा अघि गरिएका पापहरू थिए। तर कुनै प्रचार जसले झुण्डका मानिसहरूका आफ्नै पापहरूको बारेमा बोले, समस्यामा, आलोचनामा र उपहासमा पर्नेछन्। यो मलाई यस्तो देखाइ पर्दछ कि आमोसले एक किसिमको चतुराईको राजनीतिक खेल खेले जब उसले अन्य राष्ट्रको बारेमा सबभन्दा पहिले बोले, सर्वप्रथममा बोले। उनी बाकपट्टु थिए। यद्यपि उनी टाढा दक्षिणी राज्य यहुदाको एक मरुस्थलमा स्थित गाउँका गवार प्रचारक भए पनि उसले शेक्सपियरको भाषाको प्रयोग गर्थे। मेरो विचारमा, मेरो निर्णयमा उनी अति नै महान प्रचारक थिए। आमोस 1 अध्यायको 1 पदमा लेख्छ, तकोमा बस्ने गोठाला मध्येका एकजना आमोसका वचन यहुदाका राजा उजिया र योआसका छोरा इस्राएलका राजा यरोबामको पालामा भैँचालोका 2 वर्ष अघि इस्राएलको विषयमा तिनले देखेका कुरा यी नै हुन्। श्रोता, योआसका छोरा इस्राएलको राजा यरोबामको पालामा, हजुर, यो यरोबाम चाहिँ यरोबाम दोस्रो हुन्। भैँचालोको 2 वर्ष अघि, पहिले। यस भैँचालोको पनि जकरियाद्वारा करिब 200 वर्ष पछिबाट उल्लेख गरिएको छ। इतिहासकार जोसेफसको अनुसार यो भुइँचालो उजियाको शासनकाल अवधिमा आएथ्यो वा स्थान लिएथ्यो। महत्त्वपूर्ण कुरा यो हो कि यसले हामीलाई यो देख्नलाई सहायता गर्दछ कि आमोस होसेका समकालिक थिए। उनी एक पहिलो भविष्यवक्ता थिए र उनी उत्तरी इस्राएल राज्यको भविष्यवक्ता थिए। 2 पदमा लेखिएको छ, तिनले भने, परमप्रभु सियोनबाट गर्जनुहुन्छ र उहाँ यरुसलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्छ। गोठालाहरूका खर्कहरू र कर्मेलका टाकुराहरू सुक्छन्। तिनले भने, परमप्रभु सियोनबाट गर्जनुहुन्छ। यो धेरै तरिकाहरूमा अति नै धेरै लाक्षणिक र वाकपट्टु भाषा हो। तपाईलाई यादै होला, योएलले पनि यो अभिव्यक्तलाई प्रयोग गरे। यसले त्यो सिंहको गर्जनको सूचित गर्दछ जब त्यो आफ्नो शिकारमाथि झम्टन्दछ। मलाई विश्वास गर्नुहोस्, आफ्नो सन्देशको सुरु गर्नलाई आमोसको पकड्ने तरिका हो। यसले ती राष्ट्रहरूमाथि आइरहेको परमेश्वरको दण्डको बताउँदछ जुन इस्राएल राष्ट्रका आसपास र वरिपरि रहेका थिए। भनिएको छ, तब गोठालाहरूका खर्कहरूले विलाप गर्नेछन् र कर्मेलको टाकुरा ओइलिनेछ। निश्चय नै यो स्पष्ट छ कि सुक्खा, खडेरी र अनिकाल त्यस मुलुकमाथि आउने थियो र त्यो अनिकाल पुरा त्यो मुलुकभरि फैलिने थियो। त सबभन्दा पहिले हामी देख्नेछौँ निष्ठुरताको लागि आरामको विरुद्ध दण्ड। अहिले हामी यो भविष्यवाणीको खण्डको आरम्भ गर्छौं जुन ती राष्ट्रहरूमाथि परमेश्वरको दण्डहरूसँग व्यवहार गर्दछ जुन इस्राएल राष्ट्रका निकटवर्ती वा आसपासमा वरिपरिमा स्थित थिए। मित्र, यस मानिस आमोसले हामीलाई विश्व दृष्टि अर्थात् विश्वव्यापी दृष्टिकोणको दिन्छ। परमेश्वरको वचन पुरानो नियमले पनि यो देखाउँछ कि परमेश्वर खाली इस्राएल राष्ट्रको मात्र परमेश्वर हुनुहुन्न, उहाँ अन्य जातिहरूका पनि परमेश्वर हुनुहुन्छ।
नयाँ नियममा पावल नै एक व्यक्ति हुन् जुन त्यो कुरा पर्याप्त मात्रामा स्पष्ट पार्छन्। अनि परमेश्वरले राष्ट्रहरूलाई इन्साफ गर्नुहुन्छ। यद्यपि यो अनुग्रहको दिनमा परमेश्वरसँग महान उद्देश्य छ, अनि त्यो हो आफ्नो नामको खातिर मानिसहरूलाई बोलाउने। तर त्यसको मतलब यो होइन कि उहाँले यो विश्वको मामलाहरूबाट आफ्ना हातहरू झिक्नु भएको छ। उहाँ अझै विश्वको राष्ट्रमाथि दण्डमा वा इन्साफमा चाल चल्नुहुन्छ। अनि यो आमोसको पुस्तकसँग त्यस सम्बन्धमा अति नै महान सन्देश छ। अनि परमेश्वरले दण्ड दिनुहुने वा इन्साफ गर्नुहुने पहिलो राष्ट्र हो आराम। अनि आरामको राजधानी थियो दमिश्क। 3 पदमा लेखिएको छ, परमप्रभु यसो भन्नुहुन्छ, दमस्कसका 3 पापहरू अथवा 4वटा पापहरूको कारण म मेरो क्रोध हटाउने छैन। त्यसले गिलादलाई फलामको दाँते घनले दाइँ गरेको हुनाले दमिश्कको अपराधको कारणले गर्दा, अपराधको कारणले गर्दा, अर्को शब्दमा अपराधको कचौरा भरिएको थियो र अहिले कुनै पनि कुराले त्यो दण्डको रोक्न सक्ने छैन जुन आराममाथि आइरहेको थियो, किनभने गिलादलाई फलामको दाँतले धुलो पिठो पारेको छ। अर्को शब्दमा त्यसले गिलादलाई फलामको दाँत घनले दाइँ गरेको छ। यो अति नै दुष्टता, निर्दयता कुरा हो जुन आरामले गरेको थियो र त्यसको लागि तिनीहरू दण्डित हुने थिए। ती धुलो पिठो गर्ने फलामका औजारहरू अति नै धेरै धारिला हुन्थे र ती औजारहरूलाई अन्नहरू कुट्न, चुट्न, छाट्न प्रयोग गरिन्दथ्यो। यो विश्वास गरिन्दछ कि ती धारिला फलामका औजारहरूले ती आरामका मानिसहरूले गिलादका मानिसहरूका शरीरहरूलाई चिर्थे, फाट्थे। दोस्रो राजा 10 अध्याय 32 र 33 पदमा हामी पढ्छौं, त्यस बेला परमप्रभुले इस्राएलमाथि विक स्थिति ल्याउनु भयो। हजाएलले यर्दन नदीको पूर्वतिर तिनीहरूका इलाकाको हरेक कुना कुनामा तिनीहरूलाई मारे, अर्थात् गिलादका सबै देश, गाद, रुबेन, मनश्शे र अर्नोनको साँगुर खोजमा भएका अरोएरबाट गिलाद र बासनलाई परास्त गरे। पहिले आराम यी कुलहरूको विरुद्धमा आए र वास्तवमा तिनीहरूलाई ध्वस्त गरे, नष्ट गरे। आमोसको मतलब के हो जब उसले गिलाद भन्दछन्? गिलाद यर्दन नदीको पूर्व किनारमा स्थित थियो। त्यो नै मुलुक गालिलको समुद्रसम्म फैलिएको थियो, जहाँ रुबेनका कुलहरू र गादका कुलहरू र मनश्शेका आधा कुलहरू यर्दन नदीको गलत तर्फमा वा गलतपट्टि रहन्थे। आराम एक उत्तरतर्फ स्थित राष्ट्र थियो र तिनीहरूका विरुद्धमा आए। त्यस दिनमा आराम जुन परमेश्वरका जनहरूको विरुद्ध झरी आए र तिनीहरूलाई ध्वस्त गरे, र परमेश्वर भन्नुहुन्छ तिनीहरूका क्रूरता र तिनीहरूका निर्दयताको लागि उहाँले तिनीहरूलाई इन्साफ दण्ड दिन गइरहनु भएको छ। 4 र 5 पदमा लेखिएको छ, म हजाएलको घरमा आगो पठाइदिनेछु र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ। म दमस्कसको मूल ढोका भाँचिदिनेछु, आवनको उपत्यकामा भएको राजालाई र बेत अदनमा राजदण्ड लिनेलाई सर्वनाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर किरमा जानेछन्, परमप्रभुले भन्नुहुन्छ। राजा हजाएलमाथि र बेन-हददका पर्खाल र महलहरू परमेश्वरको दण्ड मुनि आउनेछ, त्यो बर्बाद हुनेछ। यदि तपाईँ दमिश्कमा जानु भए यो थाहा पाउनुहुनेछ कि तपाईँ त्यहाँ सुरुको सहर, खास सहर वा त्यसको ओरिजिनल स्थान देख्नुहुन्न। त्यसले अर्थात् दमिश्कले संसारमा सबभन्दा पुरानो सहर हुने कुराको दावी गर्दछ, तर त्यो सहर धेरै पल्ट र धेरै जग्गाहरूमा यताउता सारिएको छ। त्यसलाई धेरै पल्ट नष्ट गरिएको थियो, अनि यो एउटा समय हो जब त्यसले स्थान लिएको थियो।
आरामका मानिसहरू कैदमा परेर किरमा जानेछन्। किरको मतलब तिनीहरू असुरीहरूद्वारा कैदमा वा बन्दुवामा लगिने थिए। किर असुर साम्राज्यमा एक प्रान्त थियो। यस क्षेत्रको भौगोलिक ज्ञान हुने कुरा, समझ हुने कुरा उत्तम हुनेछ, किनकि यसले अझ धेरै र राम्ररी यो सबैलाई बुझ्ने योग्य बनाउनेछ। मित्र, परमेश्वरले आजको यो बाइबल अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।